तपाईले जसरी बालेन्द्र शाहको नाम लिएर म बालेन्द्र शाहको सिपाही हुँ भनेको कुरा खुबै चर्चा भयो नि। तपाईले एउटा कुरा भन्छु, मलाई लागेको कुराहरू मलाई कसरी क्रिटिसाइज गर्नु पनि सक्नुहुन्छ। मेरो कुरा मलाई त्यस्तो लाग्छ। बालेन भनेको नाम होइन, प्रवृत्ति हो, सिस्टम हो, प्रवृत्ति हो, इमान हो। बालेन सँगसँगै इमानदार आउँछ, निडर आउँछ, साहसी आउँछ, नेपाल आमाको सपुत छोरो आउँछ। त्यसकारण यो बालेन भनेको नाम मात्रै होइन, प्रवृत्ति र सिस्टम हो भन्ने हिसाबले मैले भनेको, मलाई त्यस्तै लाग्छ। बालेन्द्र शाहको सिपाही हुँ भनेरै चुनाव जित्नु भयो हैन? मैले भने नि, मैले सिपाही हुँ भनेर चुनाव जितेको भन्दा पनि मैले यत्रो लामो समय कुरा गरेको छु। बालेन भनेको सिस्टम हो, प्रवृत्ति हो, इमान हो, सुशासन हो। त्यसकारण त्यो प्रवृत्तिसँग जोडेको विषय हो। त्यो प्रवृत्ति, त्यो सिस्टम, त्यो इमानको सिपाही हो म। अहिले पनि सिपाही नै भन्नलाई तपाईलाई कुनै आपत्ति छैन। सिपाही भनेको के हो? सिपाहीको अर्थ कसरी बुझ्नुहुन्छ? कुनै पनि चाहिँ इमानको रक्षक हुनु हो, सुशासनको रक्षक हुनु, सत्यको रक्षक हुनु। सिपाही हो भने म सिपाही नै हो।